लिएर आएको छु मैले अर्को नयाँ भिडियो र यो भिडियो चाहिँ फ्रिज सम्बन्धीकै हो। फ्रिज चाहिँ कसरी बनाइन्छ भन्ने कुराहरू, यस्तो यो अवस्थाको फ्रिजलाई कसरी बनाउन सकिन्छ म त्यो ती कुराहरू देखाउन गइरहेको छु। तपाईहरु अन्तिमसम्म हेरेर मेरो भिडियोलाई लाइक र सब्स्क्राइब गरेर तपाईहरुले हेरिदिनु होला है त। ल आज मैले भिडियोमा सुरु गरिरहेको छु। यो चाहिँ नो फ्रोस्ट फ्रिजको चाहिँ डिप हो साथीहरु। यो नो फ्रोस्ट फ्रिजको चाहिँ डिप चाहिँ अब यो पूर्ण रूपले आइस भएको छ र यो आइस चाहिँ म कसरी यो आइसलाई हटाउँछु अनि यो भित्र भएको पार्ट्सहरु स्पेयर पार्ट्सहरुलाई म कसरी चेक गर्छु र तपाईहरु समक्ष म यो देखाउन गइरहेको छु। तपाईहरुले राम्रोसँग हेर्नु होला है त। र तपाईहरुले सिक्नु होला, नबुझेको कुराहरु तपाईहरुले कमेन्ट गर्नु होला है साथीहरु। कमेन्ट गरेर तपाईहरुले केही कुरा राख्नु भयो भने म अवश्य भन्ने छु। तपाईहरु अन्तिमसम्म हेर्नु होला यो मेरो भिडियो मैले यो बनाएको। यो मैले आफैले एक हातमा मोबाइल लिएर म यो बनाउन गइरहेको छु। यो चाहिँ कुलिङ फ्यान हो। यो कुलिङ फ्यान चाहिँ नचलेको खण्डमा अथवा यो बिग्रिएको खण्डमा यसरी नै यो आइस हुने गर्छ। यो कुलिङ फ्यान चलेन भने अथवा काम गरेन भने। अनि अर्को समस्या के हो भने यो सेन्सरले काम गरेन भने पनि फ्रिजको सेन्सरले काम गरेन भने पनि यो यसरी आइस जम्ने गर्छ। ल यो आइस तपाईहरुले देखिराख्नु भएको छ नि। यो आइस चाहिँ कसरी मैले यो आइसलाई चाहिँ पगाल्छु तपाई हेर्नुस् है यो भिडियोमा। अहिले म यो आइसलाई हटाउँदै बिस्तारै बिस्तारै हटाउँदै अनि अहिले म यो सेन्सरलाई चाहिँ निकाल्ने कोसिस गरिरहेको छु। सेन्सर अनि फ्युज साथै होइन खुस्के हिटर तल चाहिँ नै हिटर हुन्छ। यसमा यो सबैभन्दा मुनिपट्टिबाट हिटर राखिएको हुन्छ। हिटर अन नभएर पनि यो आइस जम्ने हुन्छ। यो बाहिर जुन देखिएछ तपाईले देखिराख्नु भएको छ यो सेन्सर हो। तार भएको, तार जस्तो देखिएको। अब म यो सेन्सरलाई चेक गर्न गइरहेको छु साथीहरु। यो सेन्सरलाई निकालेर चेक गर्नुपर्ने हुन्छ। ल यो मैले सेन्सरलाई निकालिसके। अब म यसलाई चेक गर्ने छु। यो सेन्सर हो यो बिग्रियो भने पनि तपाईको फ्रिजमा यस्तै समस्या आउने गर्दछ। र अर्को यो भनेको चाहिँ यो चाहिँ फ्युज हो। यो चाहिँ फ्युज यहाँ जडान गरिएको हुन्छ। यो फ्युज पनि बिग्रियो भने यो समस्या आउने गर्छ। यो चाहिँ विशेष गरेर डबल डोर फ्रिजहरुमा यो समस्या आउँछ। यो चाहिँ मैले बनाउँदै गरेको यो सामसुङको डबल डोर फ्रिज हो। यो डबल डोर फ्रिजमा चाहिँ प्राय जसो यो समस्या आउने हो। यसले गर्दाखेरि कतिपय साथीहरुले कतिपय अब उहाँहरुले चाहिँ यो पूर्ण रूपले बिग्रियो भने जस्तो अहिले म चेक गर्न गइरहेको छु। यो सेन्सर पूर्ण रूपले बिग्रियो भनेर यो तनावमा हुने गर्नुहुन्छ कस्टमरहरु। म यो सेन्सरलाई चेक गर्न गइरहेको छु। मैले तपाईहरुको अगाडि राम्रोसँग भिडियो पनि देखाउन सकिरहेको छैन। यो सेन्सरमा केही त्रुटि आयो भने पनि यो समस्या चाहिँ आउने गर्छ।
सामसुङको फ्रिजहरुमा प्राय अब दुईटा सेन्सर राखिएको हुन्छ। यो एउटा चाहिँ कोइल सेन्सर, अर्को चाहिँ बाहिरको त्यो टेम्परेचरको लागि कुलिङ सेन्सर राखिएको हुन्छ। दुईटा सेन्सर हुन्छ है त। यो सेन्सरले काम गरेन भने आइस यसै गरी जम्छ। धेरैभन्दा धेरै जम्छ यो आइस, भित्र चाहिँ नै ढिक्का भएर बस्छ र तपाईको तल चाहिँ माथि चिसो भए पनि माथि थोरै चिसो हुन्छ, तल चाहिँ पटक्कै चिसो नहुने। यसैले गर्दाखेरि हो यो आइसको ढिको जबसम्म पग्लिँदैन तबसम्म चिसो हुँदैन तल, किन भन्दाखेरि तलको बाटो ब्लक भएर बस्यो नि त, त्यसैले गर्दाखेरि हो। र अहिले मैले यो चाहिँ अब आइस त अहिले म देखाउने छु कसरी यो आइसलाई चाहिँ तातो पानी हालेर पनि यसलाई पगाल्न सकिन्छ, अथवा चिसै पानी पनि हाल्यो भने पनि यो पग्लेर जान्छ। यसको सजिलो उपाय भनेको अहिले म यो सेन्सर चेक गरिरहेको छु। सेन्सर चाहिँ अब कम्प्लिट ठिक छ कि छैन। अर्को पनि सेन्सर, अर्को फ्युज पनि म निकाल्न गइरहेको छु। त्यो फ्युज हो यो चाहिँ कोइल तलको चाहिँ तल राखिएको हुन्छ, रड हुन्छ, हिटिङ रड हुन्छ। त्यो हिटिङ रडको लागि यो चाहिँ यो फ्युज राखिएको हुन्छ। यो फ्युज चाहिँ तपाईहरुले यो देखिराख्नुभएको छ, यो रातो यो चाहिँ फ्युज हो। यो फ्युज बिग्रियो भने पनि तलको हिटिङ रड अन हुँदैन र अन नहुँदा चाहिँ यो समस्या आउने गर्छ। मैले तपाईहरुलाई यो मल्टिमिटरमा अब देखाउने छु। डबल डोर फ्रिजहरुमा प्राय यो समस्या आइ नै रहन्छ। यो सेन्सरहरुलाई राम्रोसँग चेक गर्नुपर्छ। मैले यो मल्टिमिटरमा देखाउन गइरहेको छु तपाईहरुलाई। मल्टिमिटरमा सो गरेछ भने चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ। मल्टिमिटरमा देखाइरहेको छ। यो चाहिँ कोइल चेक गरिरहेको छु। यो चाहिँ अहिले चलाउँदै गरेको मैले यो पनि अर्को यो कोइलको हो। यो कोइलको लागि त्यहाँ राखिएको त्यो फ्युज हो। त्यो फ्युज दुईटा फ्युज हुन्छ दुई साइडमा। ल साथीहरु, आइस कसरी पगालिन्छ अरु त मैले पगालिसकेको छु। अघि मैले अरु देखाउन पाइन र यो चाहिँ म तपाईहरुलाई देखाउन गइरहेको छु। यो आइस चाहिँ कसरी पगालिन्छ। मगबाट यसरी पानी हालेपछि यो आइस चाहिँ सजिलै पग्लेर जान्छ। सुरुमा पानी हाल्दै गरेको मैले देखाउन सकिन। यो लास्टको म देखाउन अलिकति थोरै भए पनि मैले देखाइरहेको छु। यो तलतिर देखिएको जुन भाग छ सेतो सेतो, त्यो आइस छँदैछ अझै पनि। र यसै गरी तपाईहरुले पनि गर्न सक्नुहुन्छ। आइसलाई कसरी पगालिन्छ, आइस यसै गरी तपाईहरुले पगालेर
हटाउन सक्नुहुन्छ है त। पानी चिसै पानी पनि हुन्छ। तल देखिएको जुन छ यो दुईटा यो तल प्वाल छ, त्यो प्वाल चाहिँ क्लिन हुनुपर्छ। जबसम्म त्यो प्वाल क्लिन भएन भने तपाईँहरूको तलको भाग चिसो हुँदैन। त्यसैले त्यो पनि क्लिन हुनुपर्छ, त्यहाँ आइस हुनु हुँदैन। यो चाहिँ गुड्का हो, दुई साइडमा थर्मोकोलको गुड्का हो। यो चाहिँ सपोर्टको लागि हो। अब म तपाईहरुलाई यो चाहिँ फ्युज हो। यो फ्युज पनि अब चेक गर्दा हुन्छ के कस्तो छ। तपाईहरुले यो चेक गर्न सक्नुहुन्छ। यो दुईटा चाहिँ फ्युज हो। यो फ्युज यो अहिले चलाइरहेको। यहाँ चाहिँ कनेक्टर यो जडाउनु भएको छ। यो कनेक्टर सेतो देखिएको कनेक्टर त्यो चाहिँ कोइलको लागि हो। हिटर कोइल मा त्यो जडाउनु भएको हुन्छ। त्यो सेतो अघि देखिएको कनेक्टर र अहिलेको यो कनेक्टर यो पनि यो हिटर कोइलमा जडान गरिएको हुन्छ। यो चाहिँ फ्युज हो। यो फ्युज भयो भने पनि फ्युज बिग्रिएछ भने जलेछ भने पनि यो यसरी आइस जम्ने गर्छ। यो फ्रिजको चाहिँ सेन्सर बिग्रेको रहेछ। मैले चेक गरेर त्यहाँ तल राखिसकेको छु सेन्सर। यो अहिले देखिएको यो चाहिँ फ्युज हो। म यो कनेक्सन सबै निकाल्न गइरहेको छु। यो अर्को पनि मैले यो कनेक्टर झिकिसकेँ माथिबाट। अर्को त्यहाँ कोइल सेन्सर माथि लागिएको राखेको छ हो त्यो कोइल सेन्सर। यो कोइल सेन्सरको पनि मैले यो झिक्न गइरहेको छु। यो पनि चेक गर्नुपर्ने हुन्छ। यो पनि बिग्रेको हुन सक्छ। म अब यो कुलिङ भित्रको कुलिङ जुन यो देखिएको छ नि कुलिङ कोइल, म त्यो कुलिङ कोइल नै निकाल्न गइरहेको छु। तलको रड पनि चेक गर्नुपर्ने हुन्छ फुटेको छ कि। यो चाहिँ कुलिङ कोइलको मुनिपट्टिबाट हुन्छ, सबभन्दा तल राखिएको हुन्छ त्यो हिटर। हिटिङ रड चाहिँ त्यो चाहिँ अब सिसा माथिबाट सिसाको कभर हुन्छ। त्यो हिटिङ रड राम्रो छ भने चेन्ज गर्नु पर्दैन, होइन भने त्यो पनि फेर्नुपर्ने अवस्था छ भने कहिलेकाहीँ फुटेको पनि हुनसक्छ। त्यसैले म त्यो चेक गर्नको लागि यो खोल्न गइरहेको छु। यो खोलेर म तपाईहरुलाई म देखाउने छु त्यो हिटिङ रड चाहिँ कस्तो अवस्थामा छ। अब सगुन म तलै चेक गर्छु, त्यो फुटेको छ भने थाहा भइहाल्छ, छैन भने म त्यहीँ छोडिदिन्छु र चेक गरेर मेरो भिडियो हेरेर तपाईहरुले लाइक अनि सब्स्क्राइब पनि गर्नु होला है साथीहरु।
यस्तै यस्तै भिडियोहरू तपाईँहरूको अगाडि ल्याउने कोसिस गर्छु, अझै राम्रो म बनाउने कोसिस गर्छु। योभन्दा तपाईँहरूले मेरो भिडियोलाई माया गरिदिनु भयो भने अझै नयाँ नयाँ कुराहरू म हाल्ने प्रयास गर्छु। म यो झिक्न गइरहेको छु। अब यसलाई चाहिँ एकदम ध्यानपूर्वक निकाल्नुपर्ने हुन्छ, नभए अलिकति दायाँ बायाँ गर्नु हुँदैन, राम्रोसँग निकाल्नुपर्ने हुन्छ। ल साथीहरू, यो मैले निकालेँ। अब तलको क्वाइल हिटिङ रोडलाई म चेक गर्न गइरहेको छु, के छ अवस्था त्यहाँको, त्यो भित्रको कतै फुटेको त छैन। त्यो चाहिँ तलपट्टि हुन्छ। त्यो चाहिँ कोइल राम्रो छ भने केही गर्नु पर्दैन। म त्यो हेर्दैछु त्यसको पोइन्टहरू कतै बिग्रेको छ कि। दुईपट्टिको पोइन्ट चेक गर्नुपर्ने हुन्छ के छ अवस्था, अनि भित्रपट्टिको जुन भाग, अनि मल्टिमिटरले चेक गरेपछि थाहा हुन्छ यो कोइल ठिक छ भने चेन्ज गर्नु परेन। यो चाहिँ निकै अब अलिक गाह्रै हुन्छ, तलपट्टि हुन्छ। यो तपाईँले देखिराख्नुभएको छ, यही नै हो हिटर, हिटिङ रड भन्छ त्यसलाई। यो हिटिङ रड राम्रो छ भने चेन्ज गर्नु परेन, होइन भने टुटेको फुटेको अथवा केही छ भने त्यस्तो कोइल पनि भित्रबाट जलेको हुनसक्छ। कोइल राम्रो छ भने चेन्ज गर्नु पर्दैन। साथीहरू, यसलाई अब धेरै नजिकबाट देखाउन सकिएन। अब यो भित्रपट्टि भएकोले गर्दाखेरि यो पहेँलो जुन तार देखिएको छ नि, यो चाहिँ रडको पोइन्ट हो, कनेक्टर। यो मेरो भिडियो अन्तिमसम्म हेर्नुभयो भने तपाईँहरूले धेरै कुराहरू थाहा पाउनुहुनेछ। यसरी मैले कोइललाई यसरी उल्टाएर राखेको छु र चेक गर्दै गइरहेको छु सबै पोइन्ट। मैले यसमा कोइल सेन्सर चाहिँ दुईटा मैले चेक गरिसकेँ। सेन्सर चाहिँ यसमा बिग्रेको रहेछ, तल्लोपट्टिको कोइल चाहिँ राम्रै रहेछ। जुन हिटिङ रड छ त्यो चाहिँ राम्रै रहेछ, बिग्रेको रहेनछ। र यो यसमा सेन्सरको समस्या रहेछ, सेन्सरले काम गरिरहेको रहेनछ। त्यसले गर्दाखेरि यो चाहिने भन्दा बढी आइस हुने कारण चाहिँ त्यो रहेछ।
अब म यसलाई पहिलाको जस्तै फिटिङ गर्न गइरहेको छु। मैले अर्को सेन्सर ल्याइसकेको छु र अर्को सेन्सर लगाउँछु म। यो पुरानो सेन्सरलाई निकालेर अर्को सेन्सर त्यसमा मैले फिट गरेर अनि पहिलाको जस्तै सेट गर्नेछु है त। यो मैले पहिला जस्तो थियो मैले त्यस्तै गरी यो मैले सेट गरिसकेँ। अब तपाईहरुले देख्नुहुन्छ अब कभर मात्रै लाउनु बाँकी छ, लगभग सबै नै भइसक्यो। अब बाहिरको कभर लाएपछि अनि यसमा भएको जुन फ्यान छ नि, कुलिङ फ्यान, मैले अघि देखाएको थिएँ, सुरुमा देख्नुभएको थियो कालो कुलिङ फ्यान। कुलिङ फ्यान पनि यसको काम नलाग्ने भएको रहेछ, जलेको रहेछ। त्यो पनि मैले अघि चेन्ज गरेर राखिसकेँ। त्यो भिडियो चाहिँ तपाईलाई मैले देखाइनँ। कुलिङ फ्यान चाहिँ मैले चेन्ज गरिसकेको छु। सेन्सर पनि मैले अर्को चेन्ज गरिसकेँ। यो अर्को नयाँ सेन्सर हो, सेम त्यही कम्पनीको, त्यही साइजको। तपाईहरुले अर्को पनि सेन्सर राख्न सक्नुहुन्छ अरु कम्पनीको, तर सकेसम्म त्यही कम्पनीको भए राम्रो। यो सेन्सर चाहिँ अब अरु पनि पाउँछ कम्पनीहरुको, त सकेसम्म अब जुन कम्पनीको फ्रिज हो त्यही नै कम्पनीको फ्रिजको चाहिँ फ्रिजमा लाउँदा चाहिँ राम्रो हुन्छ। सेन्सर चाहिँ राम्रो हुनुपर्छ। मैले यो सेन्सर जुन चेन्ज गरेँ, ल साथीहरु, जस्तो पहिलाको थियो अवस्था त्यस्तै मैले बनाइसकेँ। अब तपाईहरुले अन्तिमसम्म यो मेरो भिडियोलाई हेरिदिनु भयो, माया गरिदिनु भयो। तपाईहरुलाई धेरै धेरै धन्यवाद। साथै अब अहिलेको यो भिडियो अब यो अन्तिममा के भन्न चाहन्छु भने धन्यवाद दिँदै तपाईहरुलाई अबको म यस्तै नयाँ भिडियोहरु लिएर आउँछु तपाईहरुको अगाडि। राम्रो भिडियोहरु म अझै यो भन्दा राम्रो अलिक स्तरीय